मैले यता मात्र छाडेर उ छे छे गरेर हाल्ने मात्र यहाँ हुन्छ यो के गरे एउटै सानो चाहिँ दिनु न त त्यो भनेको मैले सानो चाहिँ दिनु त सानो ठुलो दिन्छ नि हो त्यो सर्ट 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 के हो यो त अर्को लाग्यो कत्रो मानिदियो त यता हे तेरो च्यात्दै नथाला यो सुन्दै पाखेको अर्को नै निस्क्यो कत्रो बडा छ के हो यो त डर लाग्यो मलाई छुने अलि नजिकबाट हेरौँ न पुस्दैन त्यो नाक पुस्दै त आमै ओइ चाँडै क्या पाठे गरेर आएको त्यो उवा के पाटेहरुमा सातो गयो मलाई उवा के त्यसको साल कहाँ हुनु चाल लाग्यो साल हैन नफुटा नफुटा कहाँ नफुटाए त त्यो त मर्थ्यो साह्रो हो जाली हुन्छ अनि साल हो कि नानी होइन भने बच्चा ऊ बच्चै टाउको ऊ बच्चै रहेछ त बज्यो ऊ बच्चै रहेछ त बुनै हैसे आयो पाल्नु पर्यो नि अहिले सुरु कस्तो गाह्रो त्यो दुईटा त एउटै है त्यो त सल निस्किने फेरि के अरे नाइट्रो निस्किने फेरि नाइट्रो ननिस्केपछि एकदम गाह्रो हुन्छ क्या नाइट्रो निस्केर त नि त्यो गाह्रो भएको त्यो माउले चलाउनु पाएन हुन्थ्यो अब यति होला दुध दिनु पर्यो ढिला भइसक्यो त्यसलाई त हुँदैन हुँदैन त्यस्तो बिधि ढिला हुँदैन नानी सुने आधी घन्टाभित्र पाउनु भन्छ रहेछ के फरक पर्ला कस्तो यहाँ जाडोले कामिसक्यो नानी तिनवटा मात्रै हो अब चाँडै होला यतापट्टि यतापट्टि खानु कता हो छ कि जस्तो छ है नानी छैन होला अब त मजाले होला अगाडि लगाएर हान्नु पनि त साल झरे होइन साल खान्छ मान्छेलाई गाह्रो भइसक्यो उनी निस्किँदैन यहाँ छ ल ओइ भोक लाग्यो अहिले अहिले भोक लागेर चाला भोक लाग्यो भोक लाग्यो भोक लागेर त्यसले अब यो नि भोकै रहेछ तिनवटा बोका है पाठी एउटा भ्याइदिएन पाठी भ्याइदिनु हुन्छ भनेको त थोरै साल त्यो पनि बोकेर रहेछ पाठी भन्दा एउटा माउ राख्दै मलाई यी अरे पाठी भन्नु पर्छ एउटा भइदिएको हुन्थ्यो के अरे त्यो नाइटो कसरी निस्केन त नाइटो निस्किदिनु चाहिँ तिम्रो के मनपर्छ हजुर त्यो कट गर्दै उस गर्दै गर्नु न